चुनावको अघिल्लो रात यो कथा कसैसँग मिल्न गए संयोग मात्र हुनेछ। आकाशको शून्यता आज कहाली लाग्दो थियो। ताराहरू समेत कुनै अनिष्टको डरले बाक्लो हुस्सुभित्र लुके झैं लाग्थ्यो। हावाको एउटा पातलो झोका पनि चलेको थिएन, तर मानिसहरूका मस्तिष्कमा भने हजारौं अनुत्तरित प्रश्नहरूको आँधी मडारिरहेको थियो। के भोलि उदाउने सूर्यले साँच्चै नयाँ बिहानीको सन्देश ल्याउला वा उही पुरानो अँध्यारोलाई नयाँ आवरण लगाइदेला? यो मौन अवधिको रात थियो। सडकहरू बाहिरबाट शान्त देखिए पनि यो शान्ति लोकतन्त्रको थिएन। यो त पर्दा पछाडि भइरहेका डरलाग्दा षड्यन्त्रहरूको सन्नाटा थियो। सहर निदाएको अभिनय गरिरहँदा भित्रभित्रै मानिसका जमिर र सपनाहरूको क्रूर लिलामी चलिरहेको थियो। यसै बेला सहरको मुटुमै ठडिएको भव्य सिसाको महलमा एउटा फरक दृश्य मञ्चन हुँदै थियो। सबैभन्दा माथिल्लो तलाको त्यो कोठामा बत्ती निभेको थिएन। महँगा विदेशी रक्सीका खाली बोतलहरू भुइँमा यत्रतत्र लडिरहेका थिए भने बाक्लो चुरोटको धुवाँले कोठा कुइरीमण्डल बनेको थियो। मखमली सोफामा भासिएका ती व्यक्ति जसले आफूलाई सत्ताको अघोषित मालिक ठान्थे अतालिँदै सिसाको झ्यालनेर पुगे। उनका औँलाहरूमा हिराका औँठी टल्किरहेका थिए, तर अनुहारमा भने सर्वस्व गुम्न लागेको जस्तो मृत्यु त्रास प्रष्टै देखिन्थ्यो। उनका लागि राजनीति जनताको सेवा थिएन, यो त करोडौं लगानी गरिएको जुवा थियो। आज राति त्यो लगानी डुब्ने पीरले उनको घाँटी सुकिरहेको थियो। चुरोटको ठुटो एस्ट्रेमा निर्दयतापूर्वक मार्दै उनले मनमनै सोचे, इन्टु मान्छेको सिद्धान्त र आदर्श भन्ने कुरा त गरिबले सुन्ने कथा मात्र हो, मुख्य कुरा त रेट हो। आज राति जसले बढी रेट तिर्छ, भोलि उसैले सत्ताको साँचो पाउँछ। उनले अत्तालिँदै आफ्नो पिएलाई करायो, त्यो सुकुम्बासी बस्तीमा कालो झोला पुग्यो कि पुगेन? याद राख्नु, आज राति पैसाको खोलो बग्नुपर्छ। यो सहरमा कसैको इमान बाँकी नरहोस्। यसरी एकातिर इमानको खरिद बिक्री भइरहेको बेला सहरको अर्को किनारमा रहेको एउटा पुरानो जस्ता पाताको घर भने शान्त तर बेचैन थियो। मट्टी तेलको लालटिनको काँपिरहेको मधुरो उज्यालोमा अर्का एक व्यक्ति आफ्नो जीवनभरको निष्ठाको हिसाब किताब गरिरहेका थिए। उनको कोठामा न रक्सीको गन्ध थियो न चुरोटको धुवाँ। त्यहाँ केवल भित्तामा झुन्डिएको एउटा पुरानो आदर्शको तस्बिर र टेबुलमा राखिएका जनताका उजुरीका चाङहरू थिए। उनको मनमा आज तुफान चलिरहेको थियो। आफ्नै फाटेको जुत्तालाई हेर्दै उनले लामो सास फेरे। मैले जीवनभर इमानको खेती गरेँ, तर आज राति मलाई किन आफ्नै छायादेखि डर लागिरहेको छ? उनका आँखाहरू रसाए। के यो सहरले मेरो पसिनाको गन्ध चिन्ला? यदि भोलि म हारे भने मेरो पछाडि निस्वार्थ रूपमा हिँडेका ती हजारौं युवाहरूको विश्वास टुट्नेछ। के सत्य सधैँ नोटको बिटो मुनि थिचिन अभिशप्त छ? उनलाई लाग्यो यो लडाईँ अब उनको मात्र रहेन, यो त निष्ठा र पैसा बीचको महासंग्राम बनिसकेको छ। निद्रा उनको आँखाबाट धेरै टाढा उडिसकेको थियो। मध्यरात छिप्पिँदै जाँदा सहरको सुकुम्बासी बस्तीमा एउटा भयानक र निन्दनीय हलचल सुरु भयो। सडकका बत्तीहरू योजनाबद्ध रूपमै निभाइएका थिए। अँध्यारोको फाइदा उठाउँदै काला मुकुण्डो लगाएका केही व्यक्तिहरू बस्तीभित्र पसे, जसका हातमा हतियार र कालो धनका बाक्ला झोलाहरू थिए। यो गरिबको लाचारीलाई खरिद गर्ने एउटा क्रूर व्यापारको रात थियो। बस्तीको साँघुरो गल्लीमा एउटा कालो जीप गुपचुप रोकियो। रामे दाईको झुपडीको ढोकामा सानो ढकढक आवाज आयो। रामे दाईको होस उड्यो। भित्र पुरानो बोरामाथि पल्टिएकी उनकी श्रीमती दमको रोगले खोक्दा खोक्दा बेहोस जस्तै थिइन्। छेउमा 5 वर्षको छोरो भोकले पेट मिच्दै निदाएको थियो। चुल्होमा आगो नबलेको आज 2 दिन भइसकेको थियो। कामी रहेको हातले रामे दाईले ढोका खोले। बाहिर अँध्यारोमा उभिएको एउटा छायाले उनको हातमा बाक्लो खाम राखिदियो र फुस्रो स्वरमा आदेश दियो, इन्टु दाई, यो सानो सहयोग भोलि बिहानै चिन्न नबिर्सिनुहोला। स्टार रामे दाईको छाती ढक्क फुल्यो। उनको जमिरले भित्रबाट चिच्यायो, इन्टु, फिर्ता गर्दे रामे, यो तेरो मत होइन, तेरो पुस्ताको भविष्य बेच्ने पासो हो। स्टार उनले पैसा फिर्ता गर्न हात अगाडि बढाउन खोजे, तर ठिक त्यही बेला पछाडिबाट छोराले खोक्दै भन्यो, बा, भोक लाग्यो। त्यो सानो मलिन आवाजले रामे दाईको सारा आदर्शलाई डस्न पुग्यो। सिसाको महलमा बस्नेहरूको लागि त्यो पैसा चुनावको लगानी थियो, तर रामे दाईको लागि त्यो भोलि बिहान छोराको मुखमा पर्ने एक गाँस भात र श्रीमतीको ज्यान बचाउने दबाई थियो। उनका आँखाबाट तपतप आँसु खसे। आफ्नै नैतिकताको गला रेट्दै उनले त्यो खामलाई मुठीमा च्यापेर भारी मनले ढोका लगाए। गरिबीले आज राति फेरि एउटा इमानदार मान्छेलाई अपराधी बन्न बाध्य पारिरहेको बेला भालेको पहिलो डाँको सुन्नुभन्दा केही समय अगाडि 7 समुद्र पारी खाडीको तातो मरुभूमिमा पसिना बगाइरहेका लाखौं युवाहरूको मोबाइल स्क्रिन बलिरहेको थियो। उनीहरूका आँखामा निद्रा थिएन,
बरु एउटा गहिरो छटपटी र देशको चिन्ता थियो। इन्टु के यसपालिको चुनावले मेरो देश फर्किने बाटो खोल्ला कि फेरि मेरो बाकस नै फर्किने हो? स्टार ती युवाहरूका हरेक प्रश्नमा एउटा आन्दोलनको तस्विर नाचिरहेको थियो। जेनजी जेनजेड आन्दोलन, जहाँ सडकमा अधिकार माग्दा आफ्नै दाजुभाइको रगतले सडकको पिच रङ्गिएको थियो। उनीहरूको मनमा यी 5 कठोर प्रश्नहरूले सुलझै बिझाइरहेका थिए। 1. के ती निर्दोष युवाहरूको रगतले भोलिको मतपेटिकामा न्याय पाउला कि फेरि हत्याराहरूकै हातमा सत्ताको साँचो सुम्पिनेछ? 2. पैसाको बिटोले रामे दाईहरूलाई त किन्यो, तर के म जस्तै खाडीमा पसिना बेच्नेहरूको भविष्य कसैले किनिदिन सक्छ? 3. जेनजी आन्दोलनका बेला ढलेका ती साथीहरूको सपनालाई भोलिको एक छापले सम्मान गर्ला कि फेरि उही पुरानो चक्र दोहोरिएला? 4. के मेरो देश अब केवल वृद्धाश्रम मात्र रहने हो कि भोलिको नतिजाले हामीलाई आफ्नै माटोमा पौरख गर्ने आधार देला? 5. सत्ताको सिसाको महलमा बस्नेहरूले चुरोटको धुवासँगै उडाएको हाम्रो स्वाभिमान के भोलिको सचेत मतले पुनःस्थापना हुन सक्ला? भालेको डाँको भन्दा पहिलाको त्यो मिरमिरे उज्यालोमा यी प्रश्नहरूले सिङ्गो देश र परदेशलाई गाँजिरहेको थियो। अचानक सहरमा एउटा अनौठो तरङ्ग फैलियो। रातको अन्तिम प्रहरमा एउटा अज्ञात नम्बरबाट सिसाको महल र जस्ताको घर दुवैतिर एउटै म्यासेज पुग्यो। इन्टु सबै कुरा हामीले सोचे जस्तो छैन। बाकसमा भोलि अर्कै कुरा खस्दैछ। रातारात खेल उल्टियो। स्टार म्यासेज पढ्ने बित्तिकै सिसाको महलमा बस्ने व्यक्तिको हातबाट रक्सीको गिलास भुइँमा खसेर चकनाचुर भयो। उता जस्ताको घरमा बस्ने व्यक्तिको मुटुको ढुकढुकी झन् तेज भयो। खेल कसले उल्टायो? के ती जेनजी युवाहरूको बलिदानले कतै मतदाताको मौनतालाई विद्रोहमा त बदलेन? त्यही विद्रोहको छाया बोकेर रात बिस्तारै छिप्पिँदै बिहानीको मिरमिरे उज्यालोतर्फ बढ्दै थियो। मतदान केन्द्रहरूमा खाली मतपेटिकाहरू कडा सुरक्षाबीच राखिएका थिए। चराहरू कराउन थालिसकेका थिए। तर यो बिहानी शान्त थिएन। यो त एउटा रहस्यमय पर्खाइ थियो। चुरोटको धुवाँ उडाउनेहरूको मुटु काँपिरहेको थियो। आदर्शको भारी बोक्नेहरूको सास अड्किएको थियो। र आँसुले भिजेको पैसा खल्तीमा राखेका रामे दाई जस्ता हजारौं मतदाताहरू अनि परदेशबाट मुटु छियाछिया पारेर हेरिरहेका लाखौं युवाहरू आफ्नो फैसलाको पर्खाइमा थिए। भोलिको त्यो बाक्सभित्र के खस्नेछ? गरिबीले विवश बनाएर किनेको भोट कि जेनजी आन्दोलनको रगतले मागेको न्याय र आक्रोशको ज्वाला? यो अघिल्लो रातको खेलले जित्नेछ कि भोलिको बिहानीले नयाँ इतिहास रच्नेछ? यो कौतूहलताको जवाफ अब केवल त्यो मौन मतपेटिकालाई मात्र थाहा छ।